साथीहरू, वेलकम टु आवर माई मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। म फेरि पनि आइसकेँ है मेरो च्यानलमा। हजुरहरूलाई स्वागत छ। अनि चाहिँ हामी राईको सबको अचार बनाउन गइरहेको छौँ साथीहरू। राम्रोसँग हेरेर साथ सपोर्ट गरिदिनु होला। हेर्नु न साग पनि कति राम्रो के भर्खर आफैले टिपेर ल्याए जस्तो। कति सस्तो पनि भएको थियो साग, अनि देख्दैमा लोभै लाग्ने भयो। अनि ल्याएर म चाहिँ तरकारी पनि हुने अचार पनि हुने भनेर अनि ल्याएर बनाउन लाग्यो। पहिला यसलाई यसले मसिनो बनाएर काटेर होइन, अनि थोरै पानी हालेर हल्का बोइल गरिदिने साथीहरू। अनि बोइल गरिदिइसकेपछि त्यो हल्का पाकेको जस्तो भएपछि चाहिँ निकालेर त्यसमा तिलको छोप, प्याज, खुर्सानी सबै कुरा काटेर हाल्ने। अनि थोरै तेल पनि झानेर हाल्ने। अनि उसिनेर राखेको आलु राखेर खानु भएको छ कि छैन भने यस्तो ट्राई गर्नुहोस्, एकदमै मिठो हुन्छ है। मैले चाहिँ पहिला पनि एकचोटि बनाएको थिएँ, त्यो भएर चाहिँ आज पनि खाइदिनु त भनेर ट्राई गर्न लाग्यो फेरि पनि है। खाँदा चाहिँ यस्तो मिठो भएको थियो कि होइन, अस्ति नै एकचोटि खाँदा फेरि यस्तो मिठो भएको थियो होइन। त्यही भएर आज पनि त्यही बनाउनु लाग्यो। म चाहिँ तिल भुटेर मिक्सरमा पिनेर आलुहरू सुनेको थिएँ। आलु सुनेर छोडाएर अनि तिलको छोप हालेर राम्रोसँग बनाएर खाएँ। हजुरहरूलाई पनि सबैजनालाई ठिकै छ होला, मलाई पनि ठिकै छ। सबैजनाले मेरो युट्युब च्यानललाई माया गरिदिनु होला साथीहरू। अनि यो झार्नको लागि चाहिँ हजुरहरूसँग छ भने चाहिँ तोरीकै तेल हाल्नु कि है। तोरीको तेल हाल्नाले सागमा मिठो सेन्ट पनि आउँछ है। मैले चाहिँ तोरीकै तेल हालेको थिएँ। त्यसमा अलिकति जिरा फुराइदिने, अनि अलिकति मैले ज्वानो पनि हालेँ, अनि प्लस खुर्सानी हालेर खाँदाखेरि छ हाले साथीहरू। छोडेको छु है, थोरै बेसर पनि राखिदिनुहोस् न। कसरी गाह्रो छैन साथीहरू, तरकारी बनाए जस्तै हो। धेरै कुराहरू गर्नु पनि पर्दैन है। कागती पनि निचारेर हालिदिने। कागती छैन भने हजुरहरूसँग चुक छ भने चुक पनि हाल्न सक्नुहुन्छ हजुरहरूले। एकचोटि सबैजना ट्राई गरेर खानुलाई है, बनाएर खानु होला। मेरो चाहिँ यस्तो भइसकेको थिएँ अनि सबै कुरा हालेँ। अनि मैले चाहिँ त्यो अकबरी खुर्सानी हालेको छ नि हेर्नु, त्यो हालेपछि दुईवटा हालिदिएपछि त ल काम पुग्यो कि साथीहरू। मेरो अचार चाहिँ लास्टमा यस्तो भइसकेको थियो साथीहरू है। ल हजुरहरू पनि खाने भए आउनुहोस्। अनि त्यसमा थोरै नुन हालिदिने, थोरै धुलो खुर्सानी पनि हालिदिने।